यो एउटा बस्ने ठाउँ हो अनि यो चाहिँ सरकारले बनाइदिएको हो कि कसले बनाइदिएको त्यो चाहिँ थाहा भएन। यहाँ पाथिभारा बाटिका लेखेको छ तर यो बस्ने ठाउँमा चाहिँ हेर्नु न यहाँ ल कति फोहोर बनाइदिएको होला क्या। आफ्नो घर जस्तो सोच्नुहोस् के। जब तपाईँहरूले आफ्नो घर जस्तै सोच्नुहुन्छ अनि त्यसपछि मात्रै चेन्ज आउँछ क्या, नत्र कहिले पनि चेन्ज आउँदैन। यो देशमा कहिले पनि चेन्ज आउनेवाला छैन। फेरि तपाईँहरूले यसरी फोहोर नफालिदिकन जानु होला क्या। आफ्नो घर हालेर जानु सुरु बुझ्नुभयो नि। तर यसरी फोहोर फालेर चाहिँ जथाभावी फोहोर फालेर आफ्नै देशलाई नराम्रो पारेर चाहिँ नजानु होला। आफ्नो घर जस्तो सम्झिनुहोस् न। ल हेर्नु न जताततै फोहोरै फोहोर। हाम्रै गाउँ हो यो तर हामी आएर यतातिर फोहोर चाहिँ गर्दैनौँ क्या। तर अब कहाँबाट मानिसहरू आउनुहुन्छ, आउनुहोस्, तपाईँहरू नआउनुहोस् भन्दैनौँ तर यसरी फोहोर फालेर चाहिँ नजानु होला।